नमस्ते, म तपाईलाई नेपाल र चाइनाको बोर्डर देखाउँदैछु। सिन्धुपाल्चोक जिल्लामा रहेको हाम्रो नेपाल र पारीको तिब्बत चाइनाको बोर्डर। तपाईँ देख्न सक्नुहुन्छ यो देखिएको गेट चाइनाको हो, तिब्बतको। अनि यो ट्रकहरू नेपालबाट उता जाँदैछन्। अहिले यहाँको लोकल सिन्धुपाल्चोक जिल्लाका वासीहरूलाई पास दिँदो रहेछ, त्यही पनि धेरै टाढा होइन, त्यो बजारसम्म जान दिनलाई। त्यसरी त्यो खासा बजार माथि बादल लागेको तल पहाडको भित्तामा खासा बजार देख्न सक्नुहुन्छ, त्यहाँसम्म चाहिँ जान दिँदो रहेछ। ट्रकहरू पनि यहाँ नजिक यो बोर्डर गेट पास गरेर अगाडिसम्म मात्रै जाँदो रहेछन्। तपाईँ देख्न सक्नुहुन्छ यो पहाड तिब्बतको पहाड हो, यो देखेको चाइनाको। यो भोटेकोसी सिमाना छुट्याउँछ यसले नेपाल र चाइनाको। यो पहाड चाहिँ हाम्रो नेपालको हो। देख्न सक्नुहुन्छ एकदमै रक्की पहाड, परसम्म बादल लागेको छ। बोर्डर पासको लागि ट्रकहरू लाइनमा छन्। म तपाईहरुलाई यो भ्यूज देखाउँदैछु। यो तिब्बतको खासा देखिने साइडतिरबाट यस्तै गरेर अर्को साइड पनि देखाउँछु म तपाईहरुलाई। यो हाम्रो नेपाल साइड, यो तिब्बत साइड। यो नेपालको साइड हो, पहाड। तपाईँ देख्न सक्नुहुन्छ भने यो चाइनाको हो, तिब्बततिरको। खासा बजार, भोटेकोसी अविरल बगिरहेको छ। लामो ट्रकको लाइन देख्न सक्नुहुन्छ। यहाँ हाम्रो तातोपानी भन्सार नाकाको बजार, नेपालको साइड। यो चाहिँ तिब्बतको साइड, तातोपानी नाकाको। अग्लो बडेबानको पहाड छ, पहाडको बिचमा यो देख्न सक्नुहुन्छ। बादलको अनि पहाड देख्न सक्नुहुन्छ, त्यसको तल खासा बजार, भोटेकोसी त्यही हुँदै आएको छ। हाम्रो नेपाल सिमाना देख्न सक्नुहुन्छ तपाईँ। सिन्धुपाल्चोक कोरारी नाका, नेपाल सीमा प्रारम्भ लेखेको छ। यो नेपालको गेट हो, तपाईँ गेट देख्न सक्नुहुन्छ। यता चाइनाको साइड।
वेलकम टू झाङमु पोर्ट, तिब्बतको नागा।